लस्सी कति खान्थ्यो म काठमाडौँमा आउँदा त्यही भन्न चाहन्छु यस्तो लाग्छ फर्स्ट टाइम त्यही भएर मलाई चन्दुलाई खुवाइदिनु मन लाग्यो क्या हेलो एभ्रिवान आज चाहिँ हाम्रो पुरै चाउचाउहरू के भन्छ बारबिक्यू बनाएको छौँ हामीले हामी चाहिँ आज मुकबाङ गर्ने हैन धनु चन्दुले स्पेशल बारबिक्यू बनाएको छ मलाई त खानु मन लागिसक्यो जाडो जाडोमा वाउ एप्पल जुससँग यम्मी यम्मी ल खाम दिदी खानु दिदी सुरुमा चाहिँ हामी बारबिक्यू टेस्ट गर्छौँ ल कस्तो छ फर्स्ट टाइम बनाएको आज हामीले हैन कस्तो छ टेस्ट गरौँ धनु खानु त खाऊ न दिदी खानु त निस्किने यहाँ चाहिँ अचार छ निस्किने त दुईजना निस्किन्छ नि दुईजना मात्रै निस्किन्छ म चन्दुलाई खुवाइदिन्छु ल पहिले आज चन्दुलाले बनाएको फर्स्ट टाइम त्यही भएर मलाई चन्दुलाई खुवाइदिनु मन लाग्यो क्या लु चन्दुको नयाँ म्युजिक भिडियो निस्केकोमा म धेरै खुसी छु सोल्टिलो खानु भनेपछि बेलानाको बेलामा फेरि बारबिक्यू खाना चाहिँ मिठो छ एकदम धेरै मिठो छ है खानु दिदी हामी दिदीलाई नि बारबिक्यू खुवाइदिन्छु लजावती झार हामी दिदी लजाको लजी हुन्छ अब लजाउनेलाई के गर्ने त्यहीपट्टि फर्स्ट टाइम हामीले बनाएको आज मिठो चाहिँ मिठो रहेछ है यम्मी यम्मी अनि नुडल्स ब्लगरहरूको खानु कस्तो यता मजा दिदीले बनाएको चाउमिन पनि छ खानै भएको छैन बारबिक्यू देखाउँ न त एकदम धिरो हुन्छ होला बनाना जुस पनि बनाएको छ हाम्रो यो पनि हाम्रो मेरो फेभरेट गुटु गुटु खान्छु हातले खाने अब कस्तो मिठो खान्छ खानु यो चाहिँ के खालको कागती गुदी नै नभएको कागती लाग्यो तपाईँलाई हल्का लगाइदेऊ यहाँ पनि लगाउँछु कुनै एउटा दिदी यता आज जुठो लागेको छ वाउ चन्दु बेस्ट कस्तो मिठो तपाईँहरू पनि ट्राई गर्नुहोस् ल एकदमै धेरै मिठो हुन्छ होइन अमिल लगाएपछि अझै मिठो हुन्छ है पिरो चाहिँ बडा नि दिदी यो निकालेर होइन ओमिलाएर खानु न नुडल्स मिलाएर खानु जहिले गर्नुभयो बोयफ्रेन्डले पनि डिस्टर्ब गर्छ हाम्रो मुकबाङमा भयो चन्दु तिमी खाऊ न आमा कति धेरै लगाइदिएको मलाई चाहिँ मान्छेहरू म खान्छु हजुर खुट्टा मनपर्छ कि पखेटा मनपर्छ कि मासु फल मनपर्छ कि हाम्रो यहाँ पार्टी हुँदैछ कि यस्तो गरेर पडक्क भचाउँदै खाएँ होइन नभए चाहिँ त्यो सिँगे पो खानु पडक्क यत्रो ल भाइ अहिले अहिले कल नगर्नु हामीलाई जाइको निन्द्रा पुग्यो छुँदै छुँदै जाइको गीत राम्रो गीत गाउने यता गायिकाहरू पनि छन् अहिले सुन चन्दु पनि गीत गाउने आउँछ टिस्यु चाहियो तँलाई टिस्यु यहाँ छ उयो छ चन्दु टिस्यु होइन चन्दु तिमी पनि ल्याएर खाऊ न मासु तिमीलाई कस्तो मासु मनपर्छ खाएँ मैले सुकुटी 1 घन्टा पो पकाएको पखेटा वाउ मेरो फेभरेट यो चाहिँ अलिकति कति पखेटा खान्थ्यौँ
मलाई त डढेको मिठो लाग्छ हौ। हाम्रो चाहिँ यो फर्स्ट मुकबाङ भिडियो हो साथीहरू। हेरेर माया गरिदिनुहोस् है। हजुरहरूले माया गर्नुभयो भने हामी फेरि अर्को भिडियो पनि बनाएर आइहाल्छौँ। अर्को भिडियो फेरि होइन योभन्दा अझै धेरै खाने होइन अर्को भिडियोमा हामी अझै योभन्दा धेरै खाने। चन्दुले डान्स पनि गरेर देखाउँछ। म गीत गाउँछु, चन्दु नाच्छ, अनि दिदीले मादल बजाउनुहुन्छ। दिदीलाई जोड है पछाडि बस्किदिन्छ दिँदैन। दिदीले पछाडि नै बसेर मादल गरिदिने। म चाहिँ गीत गाउने, चन्दु चाहिँ नाच्ने। पखेटा कस्तो मिठो रहेछ चन्दु, खाऊ न। एप्पल जुस खाऊ न। छुट्टी पनि सक्यो। बनाना जुस एप्पल र बनाना मिक्स। भाइलाई अचुर हालेको खायो। पखेटाको खाने। तिमी खान्छौ? खानु तपाईँ। तिमी भएन खान्छौ? मलाई भयो। मलाई त कस्तो मिठो लाग्यो पखेटाको दामी। सबैभन्दा धेरै पाकेको यही हल पखेटा मासु भन्दा यो मिठो लाग्यो हौ मलाई त। हो रहेछ। खाऊ त यो चाहिँ मिठो छ। तिम्रो देशमा हड्डी मात्र थियो क्या, पोलेर मर्छ होला है। कति मजाले पाकेको नि यो मासु। के गरी भनेर बुझ्ने पनि काटेर मुलेर। हाम्रो चाहिँ बल्दैन होला के यस्तो। बन्छ तर हाम्रो चाहिँ फुर्सै सफा गर्नु। ल बनाना जुस खानु। गुलियो छ। लस्सी कति खान्थ्यो म काठमाडौँमा आउँदा, घरमा बनाएर कति खान्थेँ मम्मी। अस्ति काठमाडौँमा आउँदा मैले लस्सी जुस खुवाएको निशानलाई। त्यता पनि छाला जुटाएको छाला पनि मैले नि जुटायो भने कि अनि भरे त लस्सी जुस खाएपछि त बियरै खानु भएन। यो साइडको छ त्यो किलो लागि छाला छ अन्त ल हड्डी लगाए। अचार चाहिँ टाढो भयो धनुलाई। हुन्छ ठिकै हुन्छ। म तान्छु खानु मन लाग्यो। मासु पोलेको दसैँ आयो है हाम्रो। अरूको दसैँ अस्ति गइसक्यो। तिमीलाई पनि त्यही लगाइदिउँ यिनीहरू खाइहाल्छ। हो। खाऊ न थोरै। म त पुदिना हालेको यसमा। धनियाँ आगोतिर टोकिदिन्छु ल म। कराम पार्नु पऱ्यो। आज त छुट्टी त बिहान खाएको बाहिर चाहिँ रातो हुने रहेछ अनि भित्र चाहिँ ऊ हुँदो रहेछ क्या उसिनेको जस्तो कि कस्तो। किनभने बाहिर आगोले भेट्छ नि त, रापहरूले भेट्छ। चाउचाउ पनि कति खाएँ हौ आमा। चन्द यो पनि खाऊ न थोरै। म त चिसो नखाने। जेठी खा न। जुस मात्रै खानु जुस खोले भात जस्तो भएछ यो। मुखमा गर्नेहरूले यस्तो गरेर खाने। अलिक नजिक राख्नु पर्थ्यो मान्छे निस्किदिन्थ्यो। यस्तो गर्ने अनि यस्तो गरेर। अब अर्को भिडियोमा चाहिँ हामी क्यामेरा जुम गरेर ठुलो बनाएर खानुपर्छ ल। नजिक राख्छ यो प्लेट मात्र देखाएर अनि यस्तरी खान्छ क्या। सो लोभ लाग्दो पाराले।
कस्तो उसिनेको मासुहरू खान्छ न क्या म त खान सक्दिनँ है त्यो भिडियोको लागि राखेको मात्र होला यत्रो यत्रो उसिनेको मासुहरू है अनि एउटा चोप्टा चोप्टा चाहिँ खान्छन् त्यो मसलै दिएर सेती खानु कति गाह्रो मसला बेगर उसिनेको यत्रो यत्रो बोसहरू चप 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 पार्छ त विनर त म पो भयो त सबै तिम्रो मालिक थोरै थियो होला कति दिएर आएको नि मैले बाबाले आज त होटलहरूको बनाउने मान्छेलाई नि जित्यौँ हामीले हो मासु पनि कतापट्टि गएर खानु खाऊ न फल मासु निकाल्दै अगायो चौचौ यो हप्ता मैले डेलिभरी खाएँ क्या नत्र भने म मजाले खाइदिन्छु दिदी पूजा गर्न लाग्नुभयो जस्तो खान थोरै चाउमिन दिदी यहाँ बस्नुहुन्छ र कहिले कहिलेदेखि अस्तिदेखि सर्नु भएको ए हो र 2 नम्बरमा ए होइन 3 नम्बरमा 2 त हाम्रो पो त साथीकोमा भयो चन्दु अगाए धेरै भयो यस्तो मासु कसले खान्छ हामीले त मसला लगाएर त कहाँ नै चन्दु बरु राखो खेर जाँदैन पछि खाउँला अनि मुखबाङ भिडियोमा धेरै हाँ मुखबाङ बनाउँदा त धेरै खानुपर्छ मुखबाङ त जम्मा 15 सेकेन्डको त हुन्छ भिडियो होइन हौ आधी घन्टाको नि हुन्छ नि त अनि हाम्रो त 15 मिनट नि भएको छैन हो र फर्स्ट भिडियो हाम्रो खासै अनुभव छैन कि कसरी खानुपर्छ भनेर तिमीले बनाएको थियौ त अन्त चपचप गर्दै खाएको त्यस्तै बनाउने होइन हजुर हो र अझ यहाँको टोइलेट पनि चाबी नै राखेछ हौ दिदीहरूले हो र किन त्यहाँ चाबी लगायो भने चाहिँ होइन कि चाबी लगायो भने हामी टोइलेट चाहिँ कहाँ जानु रे अन्त अफिसमा भन्नु रे क्या चाबी होइन चाबी नै छैन क्या ढोकामै अघि म टोइलेट गएको होइन चाबी नै छैन चाबी बिना टोइलेट गएको ए भित्र चाहिँ छैन लुकायो उनीहरूले तर ढोका चाहिँ खुल्लै छ ढोका चाहिँ खुल्लै छ अनि त चाबी बिना चाहिँ कसरी जानु हो के गरेको रुमको र त टोइलेटको ढोका एउटै होला रुमको चाबी ल्याएर जाने चाउचाउ मलाई पनि धेरै भयो होइन खानु बिस्तारो अगाए अझ म त खाना नि खाइन्छ होला नि राखेँ सबै भयो भोकै लागेको थिएन मलाई त सुतेर उठेर बिहान खाएर साथीहरू हामीले चाहिँ यति नै खान सक्यौँ योभन्दा सकेन अब अर्को भिडियोमा चाहिँ हामी यति धेरै खान्छौँ अहिले पनि छ त यत्रो धेरै एउटा सिङ्गे चिकन 3जनाले सकाउनु यो कति केजी 1 केजीको चिकन होइन चन्दु 900 ग्राम भनेको कति हो झन्डै 1 केजी हो नि यो चिकन कतिवटा चाउचाउ 4टा आमामा 1 केजीको मासु अनि 3जनाले सकाउनु भनेको त अब यो हड्डी मात्र बाँकी छ फल मासु अलिअलि र हड्डी मात्र खरिने रहेछ त्यहाँ त यहाँ हामीले यस्तो चुल्हा चाहिँ मैले यहाँ मात्र देखेको नेपालमा देखेको थिइनँ महँगो होला नि यो चुल्हा त महँगो भन्छ तर हाम्रो नयाँ ग्यासको सिलिन्डर गएको सानो फ्रिज त कसले ल्याएको मान्छेले ल्याएको क्या होला पर्सनल फ्रिज यो माथि कृष्ण उताको हाम्रो गोरी
जुस खानु ल खाइसक्दैन नै म त सक्दिनँ तिमी खाऊ मलाई धेरै भएछ नि त खिरा फ्याल्नु भन्दा त राखेर खानु राखेर अलरेडी चाउचाउने कति धेरै भयो क्या राखेर खाँदै राखेर खाऊ कोही भन्ने मसँग मसला जिउँदैछ यहाँ भित्र लगाएको अदुवा लसुन त काँचै लसुन त खाइन्छ अदुवा टोकिन्छ के जुस लगाउने चन्दु म त भयो खाऊ न फेरि अनि यो कसले खान्छ यो यत्रो फ्रिजमा राखेर खानु अब थोरै लगायो कति धेरै 12वटा बनानाको बनाएको हो भयो 12वटा बनाएन लगाम न मैले खान्छु त यो मिसाउनु भने आँटेको क्या यो ए हो र मिक्स गर्ने अमिलो भएर जुस चाहिँ अमिलो भएछ कागती मिसाएछ चन्दुले हल्का हनी पनि मिसाएको थियो हनी पनि मिसाएको हनी अलिक कम भएछ मिठो एकदमै मिठो भयो सके पनि अघाए पनि यो कस्तो खालको तल अर्कै छ माथि सेतो कलर पहिले खोल्नु न यस्तै यो लगाएर होला यो मुनि गएर पछि पेप्सी ल्यायो यो लाएर खाँदै छ नि मिठो हुन्छ यो मिक्स गरेर त कसरी लाग्यो होइन मिक्स गरेर त अलिक टेस्टी हुन्छ थोरै कति छ होइन सानोमा दिदीहरूले त के सानोमा दिदीहरू हुन्थ्यो नि हाम्रो रुमको त्यो दिदीले यो लगाउने होइन बनाना लगाउने अनि बनाना लगाएर यो लगाउने होइन डिउ लगाउने अनि मिक्सरमा किन्ने त्यस्तो गर्दा गुलियो हुँदा बनाउने मात्रै लाग्यो पानी नलाउने क्या अब साँच्ची मिठो हुँदो रहेछ त है टेस्टी पानीको साथ अघि यो लगाएर मैले गरेको त्यस्तो आइडिया थिएन नि त मसँग माछा झिकेर खानु न त त्यसो भयो थिएँ मासु नै छ यहाँ डल्लै एक पिस चाख्नु लगाउनु लगाइदिनु यसले लाउनु एक पिस खा न सानो छेउ सानो म त पकाउन आउँदैन कि माछा अनि त्यही पनि पकाएको चन्दुलाले उयो बनायो कस्तो छ चाख्नु न देब्रे हातैले लगाइदिए चन्दुलाई म त भयो खाऊ न एक पिस भयो भिडियो इन गरिदिउँ सक्यो त खाएकै केही भन्नु छ तपाईँलाई भन्नु त मलाई त अब स्पेसल भन्नुपर्दा म एकदम सुपर एक्साइटेड ह्याप्पी छु होइन चन्दुको नयाँ म्युजिक भिडियो आइरहेछ अझै धेरै उन्नति प्रगति गर दिदी भन्छु कङ्ग्रेचुलेसन लाज लाग्यो अनि यस्तो मिठो खाना पुरै मिहिनेत गरेर बनाएर खुवाएकोमा चन्दुलाई धेरै धेरै धन्यवाद भन्छु ल दुईजना ब्लगरहरूको ब्लग मजाले चलोस् धेरै हाम्रो ब्लग चाहिँ नेपालभरि अब तपाईँले चन्दुलाई अहिले केही भन्न छैन अहिले केही दिन पनि छैन के दिनु न हौ ल के दिउँ अब के दिनुहुन्छ तपाईँको मनले दिनु न माग्दा ल धेरै धेरै माया थ्याङ्क यू मैले पनि निसार्दा अब यस्तै हो मेरो बर्थडे गिफ्ट भन्दा ल धेरै माया भन्नु अब अर्को भिडियोमा फेरि भेटौँला बाई 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 चन्दुलालको भ्लगलाई एकदम धेरै धेरै भन्दा खाइसक्यो धेरै भन्दा धेरै लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु बन्द गर्नु चन्दुले यस्तो लाग्छ